मैले एउटा कुराहरू हजुरलाई एउटा के कुरा भन्न चाहन्छु, अपिल गर्न चाहन्छु भने 2062-63 बाट हाम्रो एउटा यस मन्दिर तर्फ एउटा ध्यान जाने काम भयो। त्योभन्दा पहिला 55-56 सालतिर जब म चाहिँ आफ्नो जन्मभूमि छोडेर एउटा कर्मको लागि म वैदेशिक रोजगारको लागि अरबको खाडीतिर लागेँ। त्यति बेलै मलाई मेरो मनमा एउटा सङ्कल्प उठेको थियो। मेरो बाल्यकाल यही मन्दिरको प्राङ्गणको मुनि आज अहिले जहाँ हाम्रो बुद्धिश्वर राईबाको घर छ, त्यही नै मेरो एउटा बाल्यकाल चाहिँ त्यहाँ बितेको थियो। त्यति बेलादेखि नै म यहाँ मन्दिरमा आउने जाने मेरो चाहिँ क्रम चलिरहेको थियो र त्यो क्रममा अब एउटा समयमा आइसकेपछि भगवान्ले मतिर एउटा सद्बुद्धि मप्रति एउटा भगवान्ले एउटा सद्बुद्धि चाहिँ मलाई प्रदान गर्नुभयो र मैले यहाँ त्यति बेला हाम्रो भक्तिबाको छोरी हामीले कुलदिदी भन्थ्यौँ, मलाई दिदीले पूजा गर्नुहुन्थ्यो र हाम्रो अहिलेको उपाध्यक्ष लालमणि भुषालज्यू जो अहिले उपचारार्थ काठमाडौँ जानुभएको छ, उहाँ अध्यक्ष हुनुहुन्थ्यो। एउटा सानो भवन यहाँ बनेको थियो। त्यो भवनको लागत त्यति बेला 80,000 समथिङ कति थियो भन्नुभएको थियो उहाँले। एउटा घर बनाउनु भएको थियो यहाँले। अनि मन्दिर र यतापट्टिको हवनको हवन एकदम कच्ची थियो। पछि कुनै दिन अब अर्को हाम्रो कार्यक्रममा एउटा पुरानो मन्दिरको चाहिँ सबै कुराहरू हामीले एउटा भिजुलाइज गरौँला। यहाँ पुरानो अवस्था यस्तो थियो अथवा अहिले यस्तो भयो भनेर। अनि त्यति बेला मलाई एउटा मन्दिर बनाउने 1 लाख रुपियाँ भए पनि मन्दिर बनाउन सकिन्छ भन्ने कुराको एउटा सङ्कल्प मलाई आयो। आइसकेपछि म विदेश गएँ। अनि वास्तवमा मलाई भन्नुपर्दाखेरि यो हरेक कुराको एउटा सुरुवात हुन्छ। हेर्नुहोस्, म सामान्य रोजगारीको लागि भारतमा थिएँ। मलाई नेपालमा बोलाएर औँला छोपेर मलाई वैदेशिक रोजगारको लागि काठमाडौँसम्म लैजान चाहिँ मेरो स्वर्गीय हामी सबैको मेलसाप अथवा मेरो स्वर्गीय दाजु किशोरप्रसाद श्रेष्ठ नै हुनुहुन्छ। किशोरप्रसाद श्रेष्ठले नै मलाई वास्तवमा औँला छोपेर मलाई एउटा काठमाडौँसम्म पुर्याउनु भयो। अनि मलाई वैदेशिक रोजगारमा जाने एउटा प्रेरणा दिनुभयो। उहाँकै साथीसम्म मलाई लानुभयो र उहाँले मलाई विदेश अथवा उहाँको भतिजो म लगायतको त्यति बेला एउटा घरको एउटा सामान्य परिस्थितिलाई सुधार्नको लागि, आर्थिक अवस्था एकदमै कमजोर थियो, त्यो अवस्थालाई सुधार्नको लागि दाइकै प्रेरणाबाट हामीहरू चाहिँ विदेश गयौँ। त्यो विदेशमा गएर मैले त्यति बेला एकदमै अब विदेश जानु नै ठुलो कुरो थियो। अरबमा जाने एकदमै चारैतिरबाट अरबमा जाने एउटा प्रथा चलेको थियो। तर चाहिँ त्यहाँ जानु पनि गाह्रै थियो। अनि हामीहरू त्यहाँ पुग्यौँ। तर चाहिँ हाम्रो चाहिँ तलब चाहिँ एकदम न्यून थियो, एकदम कम तलब थियो। उहाँको भतिजोमा अब हामी 2-4 जना हाम्रो नेपालबाट विभिन्न ठाउँबाट हाम्रो एउटा समूह त्यहाँ गएको थियो। तर हाम्रो त्यही तलब चाहिँ एकदम न्यून थियो। तर त्यो तलब न्यून हुँदा पनि मैले एउटा सङ्कल्प गरेको थिएँ कि मैले मन्दिर बनाउँछु, मैले मन्दिरमा 1 लाख रुपियाँ दिन्छु भनेर। 2 वर्ष पुगेपछि मेरो बुवालाई यहाँ बिरामी हुनुभयो, एकदमै बुवा जस्तै हुनुभयो। अनि मलाई उहाँ दाजुले नै यता घर फर्किनु पर्यो भन्ने प्रेरणा मलाई दिनुभयो। बुवाको अवस्था एकदम कमजोर थियो र सामान्य घरको ऋणधन तिर्न नसक्दा अथवा लगभग तिर्दा फेरि म यहाँ नेपालमा आएँ। भन्न खोजेको कुरा मेरो हातमा म खाली हातै आएको थिएँ नेपालमा। आइसकेपछि म खालि अब बुवालाई सुस्त बिस्तारै सन्चो हुँदै गयो। सन्चो हुँदै गर्दै गएपछि अनि मैले नेपालमै केही गरौँ कि भनेर एउटा चाहिँ त्यति बेला मैले अलिअलि विदेशमा अलिक कम्प्युटर पनि सिकेर आएको थिएँ थोरै। अनि मैले एउटा मोडर्न कम्प्युटर सेन्टर भनेर अर्घाखाँचीमा
त्यति बेला चाहिँ लगभग यहाँ क्याम्पसको सरहरू त्यहाँ अलिक प्रबुद्ध व्यक्तिहरूले त्यति बेला धेरैले कम्प्युटर सिक्नुभयो मबाट, हामीबाट। 1.5 वर्ष म द्वन्द्वकालको बेला पनि थियो। अनि त्यो कम्प्युटरबाट चाहिँ अब त्यो पहिलो अब विशेष कम्प्युटर भनेर पहिलो कम्प्युटर पेन्टियम 3 कम्प्युटर अब अर्घाँचीमा पहिलो लेटेस्ट हामीले ल्याएर चाहिँ केही सुरुवात गरिरहेको छु राम्रो कामको लागि। तर त्यो कम्प्युटरको साथसाथै अब मेरो जीविका आर्जन जीवन चल्ने मेरो स्थिति भएन। अनि मलाई पुनः म फेरि वैदेशिक रोजगारको लागि म भौतारिन थालेँ, अलिक ठुलो देश जानको लागि। अलि ठुलो देश जान अलिक सम्भव भएन। पछि दाइसँगै सल्लाह गरेर फेरि म पुनः चाहिँ अर्को एकजना दाइले मलाई चाहिँ हाम्रो, मैले उहाँको नाम पनि भन्नुपर्छ, आजको दिनमा उहाँ चाहिँ अहिले एउटा साधु बागमा साधु पथमा चल्नुभएको छ। उहाँको श्रद्धेय नरेश रायमाझीज्यू हाम्रो यहाँ हाम्रो साइलामाझी बुवाको छोरा हुनुहुन्छ। उहाँले पनि मलाई सहयोग गर्नुभयो। म चाहिँ विदेशतिर म लागिसकेपछि मलाई काठमाडौँमा म विदेश जानुभन्दा पहिला मलाई केही समय म काठमाडौँमा बसेको थिएँ। त्यो बस्दाखेरि मलाई केही न केही कुराहरू दिमागमा आइरहेको थियो। यता मैले मन्दिरमा सङ्कल्प गरेको केही पैसा मैले अब दिनु छ भन्ने मलाई एउटा मनमा त्यो थियो। अर्को कुरो यो आज मैले सत्य कुरा भन्दैछु, यो हजुरको सबैको जीवनमा यो काम लाग्छ, सबैको जीवनमा काम लाग्ने छ यो कुरा। कस्तो छ भने हामी जन्मेका छौँ, हाम्रो उद्देश्य भनेको सुखको खोजी हो। हाम्रो उद्देश्य भनेको सुखको खोजी हो। हामी जन्म्यौँ, हाम्रो मृत्यु हुन्छ। हाम्रो मृत्यु हुन्छ। जन्मिनेकै दिन सोच्नुपर्छ कि हाम्रो मृत्यु हुन्छ। जन्मिनु नै मृत्युको लागि हो। कोही मृत्यु भयो भन्दैमा हो न, हामी चित्ताउनु पर्ने आवश्यक छैन। किन भन्नुहुन्छ नि, सत्य त्रेता द्वापर कलियुग 4वटा युगमध्ये हामी कलियुगमा छौँ। कलियुगको यो आयु भनेको 4,32,000 वर्षको छ। अहिले जन्म 5,123 वर्ष चल्दैछ। 4 लाख पटक हाम्रो जन्म हुन्छ। आजको दिनमा जन्मेको बच्चादेखि यो पृथ्वीमा भएका 8 अरब हामी जति मान्छे छौँ। आजको 80 वर्षपछि सायद त्यो कोही पनि हुँदैन यो पृथ्वीमा, अर्को आइसक्छ। भनेपछि त्यो दृढ सत्य हो। एउटा कुरा विश्वास गर्नुहोस्, मृत्यु हुन्छ भन्दा हामी डराउँदैन। हाम्रा मान्छेहरूको सबैको मृत्यु हुन्छ। हाम्रो मृत्यु हुन्छ, हाम्रो छोराछोरीहरूको मृत्यु हुन्छ। मैले भने नि भर्खरै जन्मेको बच्चाको त्यो बच्चा 80 वर्षपछि त बितिसकेको हुन्छ। अब भनेपछि हामी पृथ्वीमा जति छौँ 80 वर्षपछि अर्को आउँछ। यस्तै 10,000 वर्षदेखि 1000 वर्षदेखि चलेको छ। तर हामी बाँचन्जनी हाम्रो इच्छा भनेको सुख हो। हाम्रो इच्छा भनेको सुख प्राप्ति हो, सुखको खोजी हो। यदि हामीले राम्रो कर्म गऱ्यौँ अथवा कलियुगमा हाम्रो जन्म मृत्यु हुँदै गर्दा राम्रो कर्म गरेपछि हाम्रो चाँडैभन्दा चाँडै मोक्ष पनि हुन सक्यो। अनि त जन्म हुन्छ। जन्मको उद्देश्य भनेको सुख खोजी हो। हेर्नुहोस्, सुख भनेको शारीरिक रूपमा, मानसिक रूपमा, आर्थिक रूपमा तपाईँ फिट हुनु हो भने बल्ल सुख आउँछ, अन्यथा सुख आउँदैन। शारीरिक, मानसिक, आर्थिक तिनटै हुनुपर्छ। शारीरिक भनेको ज्वरोदेखि क्यान्सर हुनु, एक्सिडेन्ट हुनु शारीरिक पीडा हो। मानसिक भनेको डिप्रेसन, टेन्सन, बौलाउनु, एकदम लालची हुनु, हडबडाउनु, एकदम अरूको बारेमा पनि डाँट चिन्ता गर्नु, त्यो पनि मानसिक हो, मानसिक पीडा हो। आर्थिक भनेको घाँस बाँस कपास नाना खाना छाना सुन सम्पत्ति पैसा उपयुक्त। यति चिजहरू भएन भने, यति 3टा चिजहरू होइन, आर्थिक भनेको घाँस बाँस कपास सुन सम्पत्ति पैसाको कम्बिनेसनलाई आर्थिक भनिन्छ हामीले। यदि 3टाको कम्बिनेसन शारीरिक रूपमा, मानसिक रूपमा, आर्थिक रूपमा 3टा चिजहरूको मेलमिलाप भएन भने सुख हुन्न है। म सुखको खोजीमा थिएँ। अब यो दुःख परिरहेको छ भनेपछि सुख कहाँबाट आउँछ? केही न केही त मबाट गल्ती भएको छ भनिसकेपछि मैले आफ्नो प्रवृत्तिलाई, जुन मेरो एउटा प्रवृत्ति थियो, सायद म राम्रो थिएन होला, सायद मेरो सोच राम्रो थिएन होला, सायद म गलत थिएँ होला। मैले चाहिँ ती चिजहरूलाई त्याग्नुपर्छ यदि मलाई सुख चाहिन्छ भने भन्ने कुराको मैले निर्णय गरेँ। यो मलाई भएको कुरा मैले हजुरहरूलाई भन्दैछु। त्यसपछि यही समस्याहरू थिए, त्यो पनि सबै कुरा भइसकेको थियो।
त्यसपछि त्यो पैसा 1 लाख रुपियाँ हातमा आइसकेपछि म नेपाल आएँ। मैले अग्रज दाजु कृष्णप्रसाद श्रेष्ठलाई काठमाडौँमा बोलाएँ दाजुलाई। अनि दाजुलाई बोलाइसकेपछि मैले यस्तो अर्घाखाँचीमा चाहिँ मैले मन्दिरको लागि पैसा लिएर आएको छु भने। सुन्नुहोस् है, यो कुरा असम्भव छ। अनि चाहिँ काठमाडौँ आउनुभयो मलाई लिन। हामी काठमाडौँबाट गाडी चढेर बुटोल आइयो, बस्यो। अर्को दिन यहाँ आइयो, मैले स्नान गरेँ। दाजुलाई मैले पैसा दिएको थिएँ। यहाँ दाजुले सबै यहाँको समितिलाई बोलाउनु भयो, बजारवासीहरू सबै आउनुभयो। 1 लाख रुपियाँ लिएर आउँछ भनेपछि आउनुभयो सबै। त्यति ठुलो भेल्यु थियो। 1 लाख रुपियाँ भनेपछि 1 लाख रुपियाँ लिएर आउँदैछ, नारायणले 1 लाख दिँदैछ भनेपछि ठुलो भेला भयो यहाँ। त्यसपछि दाजुले चाहिँ नारायणले आज 1 लाख रुपियाँ यस्तो मन्दिरको लागि घोषणा गर्दैछ भनेपछि मैले भने यस्तो यो मन्दिर चाहिँ सिमेन्टको मन्दिर बनाउनु पर्यो भन्न मैले भनिसकेपछि त्यो पैसा मैले दान दिएँ। मतलब मैले त्यो भगवान्लाई चढाएँ, दान दिएँ होइन, मैले त्यो दिएँ पनि भन्दिनँ। मलाई भगवान्ले दिनुभएको थियो, मैले ल्याएर दिएँ। त्यसपछिबाट अनि चाहिँ म पुनः विदेशको लागि म गएँ। अनि म पुनः फर्केर आएँ। अनि आउने बेलामा साथमा 1 आधा महिनामा आएको थिएँ। यहाँ मिरमेर पानी परेको थियो। म यहाँ मन्दिरमा दर्शन गर्न आएको थिएँ। मैले मन्दिरको बारेमा तपाईँलाई यो मन्दिरको शक्ति के हो रहेछ भन्ने कुरा मैले हजुरलाई बताउँछु। हामीले सबैको यो प्रचार पनि गर्नुपर्ने हुन्छ। पानी परेको थियो, पानी शुद्ध पानी परेको थियो। म यहाँ दर्शन गर्न आएँ। जसले मलाई बाल्यकालमा मलाई ककनमा पढाउनु भएको थियो, संविधानमा पढाउनु भएको थियो, जसको प्रवृत्ति नै धार्मिक प्रवृत्ति थियो, जसले यो स्थापना गर्नुभयो, उहाँको लामो समय सङ्गत गर्नुभएको थियो, गुरुहरूको सङ्गत गर्नुभएको थियो। मेरो गुरु स्वर्गीय भविश्वर खनालजी त्यस दिन यहाँ भेट्नुभयो। बेलुकाको बेला थियो। यो गल्लीमा कुनै पनि घरहरू थिएनन्। यहाँउरी पानी परेको थियो। अनि उहाँले मलाई के भन्नुभयो भने सिँढीबाट हामी झर्दै थियौँ तल, ए बाबु तिमीले 1 लाख रुपियाँ ल्याएर दिएछौ, करोडौँ लाग्छ यहाँ बनाउनु त, यहाँ ठुलो आश्रम बन्नुपर्छ भन्नुभयो उहाँले। अनि भनिसकेपछि हेर्नुहोस्, म आज सत्य बोल्दैछु। एक त म झुटै बोल्दिनँ, त्यही पनि आज सत्य बोल्दैछु। बोल्ने स्थानहरू पनि भेटिन्न। उहाँले 1 करोडौँ रुपियाँ लाग्छ भन्नुभयो। करोडौँ लाग्छ भनेपछि मलाई पहिला एकचोटि करोडौँ भन्ने आयो। अनि मैले उहाँलाई के भने म बनाउँछु भने मैले त्यो मैले व्यवस्था गर्छु भने, करोडौँ मैले व्यवस्था गर्छु भने। र म वैदेशिक रोजगारमा गएँ र मैले मेरो काम सुरु गरेँ। अब मैले काम सुरु गरेँ। केही महिनापछि म आएर फेरि मेरो विवाह गर्नुपर्ने थियो। मेरो उमेर पनि अब हुँदै थियो। बुवा आमाको फोर्स थियो, मलाई विवाह गर्नुपर्ने। मैले चाहिँ मेरो बुवा आमालाई भनेको थिएँ मलाई एउटै माथि केटी देखाउनु। मैले सेकेन्ड हेर्दिनँ, 2टा हेर्दिनँ, एउटा माथि देखाउनु होइन। के थियो भन्नुहुन्छ भने 2टा मैले पूर्ण गरेका थिएँ। 2टा भनेको मेरो विवाहको समयमा मेरो एकजना नातापाता आउनु भएन। मैले सोधेँ किन आउनु भएन भनेर मैले मेरो साथीभाइसँग शुभचिन्तकसँग जसले मलाई एउटा धार्मिक प्रवृत्तिको भनेर मलाई जानुहुन्थ्यो विदेशमा, उहाँहरूसँग मैले पैसा जम्मा गर्दै थिएँ। आश्रमको लागि भनेर पैसा माग्दै थिएँ। त्यति बेला 7 लाख समथिङ कति जम्मा भएछ। मैले 7 लाख तुरुन्त ल्याएर उहाँहरूलाई दिएँ। दिइसकेपछि कुलदीप भुषालको नेतृत्वमा यहाँ चाहिँ समिति बनाएको थियो। समिति बनिसकेपछि उहाँहरूले यो आश्रमभन्दा मुनिपट्टिका 2टा घरहरू किन्नुभयो उहाँहरूले, कुलदीपजीले। र उहाँहरूले सुरुवात गर्नुभयो। तर आश्रम सुरुवात गर्नु उहाँहरूले 10-12 लाख रुपियाँमा 7 लाख प्लस 4-5 लाख रुपियाँ कलकत्ताबाट हामीले जुटाएर दिएका थियौँ। आश्रम बनाउनु पनि सुरु गर्नुभयो। करोड रुपियाँ आउँछ भन्ने उहाँहरूलाई थाहा थिएन। फेरि करोड रुपियाँको कुरा सर्दै गुरु भविश्वर खनालजी र मलाई मात्र थाहा थियो। र त्यसै क्रममा म अब विदेशमा म लगभग करोड रुपियाँ जम्मा भयो भनेपछि म नेपाल आएँ। नेपाल आइसकेपछि मैले चाहिँ यहाँ केही दिन यहाँको सबै कुरा कसरी बन्ने के गर्ने सबै कुराको इस्टिमेट गरिसकेपछि मैले चाहिँ सधैँ दाजु कृष्णप्रसाद श्रेष्ठलाई मैले काठमाडौँ गएर एउटा घोषणा गर्छु पशुपतिनाथको प्राङ्गणमा भनेर काठमाडौँ गइसकेपछि मैले चाहिँ करोड रुपियाँ मैले 1 करोड रुपियाँ मन्दिर आश्रम बनाउनको लागि मैले दिन्छु। यो पैसा अब अन्त जुट्दिनँ। त्यो मैले त्यो चाहिँ त्यति
सौभाग्य मैले लिन्छु अथवा त्यो भगवानले मलाई त्यो सौभाग्य दिनुभएको छ भन्नु भने हेर्नुहोस्। अब त्यति बेलासम्म न मैले मेरो परिवारको लागि कसैलाई पैसा कमाएको थिएँ, केही गरेको थिएन है होइन। त्यसपछिबाट मैले चाहिँ काठमाडौँबाट मैले घोषणा गरिदिएँ, उहाँहरू पनि त्यस दिन यस्तो जम्मा हुनुभयो बस्दै घोषणा गरिदिएँ। उस्तो गरी धेरैले पताउनु भएन, बौलाएछ कि भन्नुभयो धेरैले होइन। अनि पछिबाट म घोषणा गरिदिएँ, म एयरपोर्टबाट म निक्लिहालेँ। मेरो घरको परिवारहरूले पनि 2-3 दिनपछि बुवा आमाहरू सबै सोचे के हो बाबु, यो कसो कसो कहाँ के हो कता हो, यो किन हो कसो हो कहाँ हो भन्न थाल्यो। नातापाताहरूले पनि अलिकति होइन खास ठुस गर्न थाल्नु हो। मैले चिन्ता नगर्नुहोस्, केही होइन, यो उहाँ भगवान्ले पठाउनु भएको, उहाँ भगवान्को लागि हो, यो कहाँ केही कताबाट केही पनि होइन, जे भएछ ठिक भएछ भन्दै पनि सक्यो कुरा। जहाँ यो शमशान घाट वरिपरि शमशान घाट स्कुल पनि जनरल स्कुल पनि छैन, केही पनि छैन, वारिपारिका ग्राउन्डभन्दा बाहिर यो मान्छे 4 बजे पनि यो खोलामा मान्छे 4 बजे पनि उम्रिन डराउँथे अरे। त्यति बेलादेखि मन्दिरमा घन्टी बजाएको छ, त्यति बेलादेखि मन्दिरमा बत्ती बजाएको छ, टाइममा घन्टी बजाएको छ, टाइममा पूजा भएको छ। यो मन्दिरले सबै बजारलाई जगाएको छ भनेपछि जसले यो मन्दिरमा आएर आफ्नो सम्पूर्ण जीवन आफ्नो सम्पत्तिहरू बेचेर सर्दै भक्तिभा, अब उहाँलाई हामीले नामले दिदी पिताम्बर पुरोहित भनेर बोलाउन सकिन्न, उहाँ सर्दै भक्तिभा हुनुहुन्छ। उहाँले एउटा निब राख्नुभयो, उहाँले आफ्नो एउटा सबै गर्नुभयो, उहाँका छोरीहरूले होइन यसलाई निरन्तरता दिनुभयो। उहाँका दाजुभाइहरूले उहाँलाई आएर सपोर्ट गर्नुभयो, सबैले सपोर्ट गर्नुभयो। नगरवासीहरूले अब मैले सुनेको कुरा, अब आज हाम्रो दिगम्ब आज चाहिँ स्वर्गवास भइसक्नु भएको छ हाम्रो बुवा नन्दलाल बुवाको। अब यो बजारप्रति कति ठुलो योगदान छ, कतिपटक उहाँ चाहिँ प्रधान भएर यो क्षेत्रलाई उहाँले चाहिँ चलाउनु भएको छ। अहिले चाहिँ मेरो हुनुभएको छ बुवा, उस समयमै प्रधान भएर कतिपटक यो चाहिँ गर्नुभयो। उहाँले चाहिँ क्रमशः यो ठाउँलाई चाहिँ सहयोग गरिरहनु भएको रहेछ ताकि यहाँ चाहिँ एउटा कुनै केही चिज दिव्यता छ भनेर। जस्तै मन्दिर बन्नुपर्छ भनेपछि मैले केही समय पहिला नारायण बाबासँग भेट गरेका थिएँ, उहाँ र म 1-2 घन्टा छलफल गरेका थियौँ। सुबह जस्तै मन्दिर बन्नुपर्छ नि, पैसा कहाँ आउँछ भन्ने कुराहरू हाम्रो समितिले आयो। त्यत्रो मन्दिर बनाउन पैसा आउनु, अनि ठाउँ भन्ने कुरा हो। उतापट्टि गएर हामीले ठाउँ भेटायौँ। हेर्नुहोस् त, अटोमेटिक जहाँ मन्दिर पहिलादेखि परापूर्व कालदेखि मन्दिर हुनुहुन्थ्यो त्यही मन्दिरको हामीले स्थान भेटाएर यो मन्दिर यो पैसा कहाँ आउँछ कता आउँछ के नगरौँ, यो भगवान्ले पठाइदिनुहुन्छ, हामी अगाडि बढौँ भनेपछि चुडामणि भट्टराईज्यू र हाम्रो पिताम्बर रामेज्यूको चाहिँ नेतृत्वमा हामीहरू चाहिँ दाइजीसँग सल्लाह गरेर हामी काठमाडौँ भक्तपुर गएर एउटा राम्रो इन्जिनियर बोराबाट डिजाइन बनाएर यस मन्दिरको परिकल्पना गऱ्यौँ। परिकल्पना गऱ्यौँ र मन्दिर भक्तपुर गएर 14-15 दिन बस्यौँ र उनलाई हामीले कुनै कुरामा कन्जुसी नगर्नु होइन भनेर उनलाई पैसा दियौँ र उनलाई चाहिँ अब मन्दिर सम्पन्नको लागि उनलाई हामीले ठेक्का दियौँ र मन्दिर सुस्त बन्दै गयो। जब मन्दिर गयो, मन्दिर बन्दै गयो, मन्दिरको आकर्षण आश्रमको आकर्षण यो फरक हुन थाल्यो। जब मन्दिर हुँदै गयो, मन्दिर बन्दै गयो, ल हेर्नुहोस् एउटा साधुले गरेको सङ्कल्प। हिजो कसैले एकदम ठुलो त्याग गर्नुभएको रहेछ, यहाँ त देखि पात्रमाथि नारायणले गरौँ भन्ने मात्र हो। यो त हिजो कसैले ठुलो त्याग गर्नुभएको रहेछ। उहाँहरूकै त्याग तपस्या 3 दिनको पूजापाठ यत्रो नगरवासीलाई यहाँबाट गएको आशीर्वादले गर्दाखेरि त्यो मन्दिर यत्रो स्थानमा त्यही ठाउँमै दिव्य मन्दिर बन्यो। दिव्य मन्दिर बन्दै गर्दा हामीले बोलाएको होइन, केही गरेको होइन, हामी कोही साधु सन्तसँग जोडिया थियौँ। एकैचोटि राजस्थानबाट एउटा टोली आयो, हामी यो मन्दिर यस्तो मन्दिर बनाउनु छ तपाईँहरूले, हामीसँग एउटा स्फटिक शिवलिङ्ग छ, जुन स्फटिकलाई हामीले नाइजेरियाबाट 120 किलोको स्फटिकको ठुलो ढुङ्गो हुन्छ नि हजुर, 120 किलोको ढुङ्गो, सिसावाला ढुङ्गो, त्यो ढुङ्गो नाइजेरिया भन्ने देशबाट हामीले यो भारतको राजस्थान भन्ने ठाउँमा ल्याएर घोटेर, यसरी घोटेर जोडेको होइन, घोटेर 17 किलो 700 ग्रामको नाक सहितको हामीले स्फटिक शिवलिङ्ग बनाएका छौँ। त्यो शिवलिङ्ग दुर्लभ शिवलिङ्ग हो। त्यो शिवलिङ्ग तपाईँले किन्न सक्नुहुन्छ अथवा तपाईँले लिन सक्नुहुन्छ। त्यो दुर्लभ शिवलिङ्ग हो, तपाईँले त्यो शिवलिङ्ग तपाईँले लिन सक्नुहुन्छ भने हामी त्यो शिवलिङ्ग हजुरलाई दिन्छौँ भन्नुभयो।
म, हाम्रो सदस्य सचिवज्यू, उपाध्यक्षज्यू, हाम्रो मोती आचार्यज्यू, हामी सबैले त्यो शिवलिङ्गको फोटो हेरिसकेपछि हामी सबैले चाहिँ हाम्रो समितिको सबैले हामीलाई यही नै शिवलिङ्ग चाहिन्छ। उहाँले के भन्नुभयो भने यो शिवलिङ्ग सायद नेपालमा छैन, एसियामा छैन, हामीलाई यही शिवलिङ्ग चाहिन्छ, यही शिवलिङ्ग चाहिन्छ हामीलाई। अब यसको तपाईँले चाहिँ पैसाको कुरा नगर्नुहोस्, होइन तपाईँले लिन सक्नुहुन्न भन्नु हो उहाँले, होइन हामीले लिन्छौँ भने हामीलाई थाहा छैन, हामीले धेरै पैसा कतितिर भएर पनि भनेको होइन, त्यस्तो त्यो अटोमेटिक बोलिरहेछ। भगवान्ले बोलाउनु पर्छ हामीलाई सबैलाई। जसले मन्दिरप्रतिको जात्रै मतलब नभएको अहिले उहाँले पनि यही शिवलिङ्ग चाहिन्छ भन्नुभएको छ। मतलब धर्मप्रति हामी त शिवजीको भक्त भयौँ, हाम्रो त केही चिज त तान्छ होइन भनेपछि भगवान्ले त्यहाँसम्म पनि एउटा प्रभाव पार्नुभएको रहेछ। यही चाहिन्छ भनिसकेपछि हामीले त्यो शिवलिङ्गलाई अर्डर गऱ्यौँ अनि मन्दिर सम्पन्न गऱ्यौँ। मन्दिर सम्पन्न गरेपछि मन्दिरको उद्घाटनको लागि 7 दिनको कार्यक्रम सर्वे गुरु केशवानन्द वर्षिनीज्यूको नेतृत्वमा, सर्वे चन्द्रप्रसादज्यूको चाहिँ सह नेतृत्व र हाम्रो 1008 स्वामी ज्ञानज्यूको एउटा प्रमुख आतिथ्यतामा चाहिँ 7 दिनसम्म जुन हामीले चाहिँ गर्नुपर्ने कार्यक्रमहरूको कार्यक्रम तय गरेर कृष्णनगर गएर हामीहरू ठुलो बाजागाजासहित यहाँ कृष्णनगर गएर ठुलो रेलीसहित कृष्णनगर गएर कृष्णनगरबाट शिव पार्वतीको मूर्ति, स्फटिक शिवलिङ्ग, शिवलिङ्गमा भएका भगवान्का गणहरू र सबैलाई हामीले लिएर आयौँ। यसरी 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 राख्ने भनेर अब लिएर आयौँ। पारी आइसकेपछि सर्दै दाजु कृष्णप्रसाद श्रेष्ठीले चाहिँ आर्मीलाई बोलाएर हामीले पारीबाट चाहिँ बाजा गाजासहित यहाँ ल्यायौँ। अब हाम्रो कार्यक्रम सुरु भयो 7 दिनको विधिवत रूपले, वैदिक विधिबाट। त्यति बेला 2052 सालमा जब यहाँ खोलिएको थियो पारी, यहाँका प्रबुद्ध व्यक्तिहरूले सधैँ चन्द्रप्रसादज्यू, सधैँ गुरु हाम्रो केशवानन्द गुरुज्यू, अनि धर्मराज अधिकारीज्यू, अनि भक्तिराम घिमिरेज्यू, कमलप्रसाद भुषालज्यू, मित्रलाल भुषालज्यू, नन्दलाल श्रेष्ठज्यू र यस जिल्लाका हाम्रो हेमराज पराजुलीज्यू, अनि पछिबाट हाम्रो हेमराज पाण्डेज्यू लगायतकोले एउटा गुरुकुल सञ्चालन गर्नुभएको थियो। त्यो गुरुकुलमा त्यति बेला 52 सालमा पढेका विद्यार्थीहरूले 69 सालमा आइपुग्दा आचार्य शास्त्री गरिसक्नुभएको रहेछ। चलेको 40-45 लाख रुपियाँ यो कोषमा छ। कसरी आयो, कसरी गयो, कसरी बच्यो होला, कसरी रह्यो होला? यही हो त्याग, यही हो इमान्दारी, यही हो सत्य। सत्यताको प्रमाण भनेको यो पैसा त तपाईँहरू हामी सबैको हो नि, धर्मको नै। धर्मो रक्षति रक्षित, धर्मको रक्षा गरे धर्मले हाम्रो रक्षा गर्छ। मैले यही भनिरहेको थिएँ, त्यो पैसा भगवान्को, त्यो भगवान्को पैसा हामीले टक गरेर जुटाएर राखिदिएका छौँ। यहाँ भगवान्को शरणमा हजुर आउनु, भोकै आउनु पनि खाना पाउनुहुन्छ, खाना रेडी छ होइन। यही पैसा हामीले 1 मिनटमा खर्च गरिदिन सक्दैनौँ। यहाँ ठक 2 मिनट खर्च हुन्थ्यो। हेर्नुहोस् त, यस्तो चलेको छ र पनि बचेको छ। त्यो भगवान्को कृपा हो। यो हामीलाई इमान्दारी काँडा हो भने ईश्वरबाट, हामीलाई यो गर्न सक्ने प्रण भगवान्ले काँड्दैन, ईश्वर दिनुभयो। त्यही भएर मैले के भन्छु भने तपाईँहरूले सुख शान्ति माग्न छ भने ईश्वरसँग माग्नुहोस्। सिद्धेश्वरको प्राङ्गणमा आएर भगवान्सँग तपाईँले माग्नुहोस्, एउटा कुरा माग्नुहोस्, 100% पुग्छ। मैले त के भन्छु भने सुपाजुराले दर्शन गरेको भक्तजनहरूले देवीको दर्शन गरेपछि सिद्धेश्वरको दर्शन गरौँ, अग्रा भगवतीको दर्शन गरेपछि सिद्धेश्वरको दर्शन गरौँ। कुनै दिन एउटा हामीले परिकल्पना गरेका छौँ, यहाँ सिद्धेश्वरबाट यहाँ टक्क फुलहरू यहाँ कुनै दिन यहाँ राख्ने, टक्क अर्घा भगवतीमा फुल बुझ्ने, यहाँबाट सट्टै यहाँबाट जाने, कुनै कुरामा कुनै तारमा अथवा केहीमा जाने हामीले एउटा परिकल्पना गरेका छौँ। अब त सायद कुनै होला होइन, यस्ता चिजहरू आउँछन्। तर यो सौभाग्य हो हामी एकजना मान्छेहरू होइन, नगरवासीहरूले दिनै भगवान्को आरती पूजा, यहाँ भएका कार्यक्रमहरू सुन्नु। अर्घासीवासीको जय होस्, नेपाल जननीको जय होस्, नेपाल सम्पूर्ण नेपालीलाई सुख शान्ति होस्,
विश्वको कल्याण होस् भनेर दिनमा 2 पटक बिहान बेलुकीको आरतीमा बाजा गाजासहित आरतीमा दिनै भगवान्सँग माग्छौँ हामीले। हेर्नुहोस् त, जय होस् अनाथ। तपाईँहरू नआए पनि तपाईँको लागि पूजा गरिरहेका छन्, सबको लागि पूजा गरिरहेका छन्। सबको लागि पूजा हुने मन्दिर कुन हो? सिद्धेश्वर मन्दिर। हेर्नुहोस्, भगवान्को यति ठुलो कृपा रहेछ। मलाई के थाहा छ भने जो पनि साधु सन्त बाहिरबाट आउनुहुन्छ मन्दिरमा खुट्टा हाल्छ, हट यसो गर्नुहुन्छ, जो शक्ति छ। श्रद्धा मनले, सत्य मनले भगवान्सँग एउटा चिज माग्नुहोस्, 100% पुग्छ। अब शिवरात्रिका दिन माग्नुहोस्, व्रत गर्नुहोस्, 100% पुग्छ। सुख शान्ति माग्नुहोस्, सुख शान्ति माग्नुहोस्। तपाईँको अधिकार हो भगवान्सँग माग्ने भन्ने। हाम्रो माग्ने भगवान्सँग माग्ने। त्यही भएर मैले हजुरलाई के भन्छु भने आजको दिनसम्म आइपुग्दा यो सबै तागत कसले दियो? तपाईँहरूले दिनुभयो। हेर्नुहोस् त,